यस जीवन जगतमा मानव एक बुद्धिमान, चेतनशील तथा आध्यात्मिक प्राणी हो। पञ्चभूतहरूद्वारा मानव शरीरको निर्माण भएको हुन्छ र यिनै पञ्चभूतहरूको विलय पश्चात नै निर्वाण प्राप्त हुन्छ। ब्रह्माण्डको यस शाश्वत सत्यलाई कसैले स्वीकार गर्छन् या त गर्दैनन्, यो अलग विषयको कुरा हो। तर जीविकोपार्जनको निमित्त स्रोत साधनको सहाराद्वारा उसको जीवन चलिरहेको हुन्छ। साथै मानवले त्यसमा रहेर काम गर्न वा कार्य पश्चात विश्राम गर्न एक आवास तथा भवनको आवश्यकता हुन्छ। भवन चाहे आवासीय दृष्टिको लागि होस् या व्यावसायिक दृष्टिको लागि होस्, सो स्थान घरमूली अथवा गृहस्वामीको ग्रहदशा राशि कुण्डली अनुसार अनुकूलता छ छैन भनेर विचार गर्नु पहिलो आवश्यकता हुन जान्छ। यो भिडियो पुरा हेर्नको लागि युट्युबको लिङ्क तल डिस्क्रिप्सनमा दिइएको छ। सो लिङ्कमा क्लिक गरी हाम्रो युट्युब च्यानल पेजमा गई यो भिडियो पुरा हेर्न सक्नुहुनेछ। यो भिडियो मन परेमा हाम्रो पेजलाई लाइक फलो गरिदिनुहोला। साथै युट्युबमा सब्सक्राइब पनि गरिदिनु होला। आगामी दिनमा नयाँ रोचक सामग्रीहरू विषयवस्तुमा ल्याउने नै छौँ।